हाई गाइस वेलकम ब्याक टु अनदर एपिसोड अफ इट्स डेभिके ब्लग। आप सबैको फिर चाहिँ एक बार तपाईहरु सबैलाई फेरि पनि स्वागत छ नयाँ एउटा ब्लगमा। सो आजको ब्लग चाहिँ हामी सबैजना स्टाफ मिलेर 5 जना स्टाफ मिलेर हामी चाहिँ जाँदैछौँ ऋषिकेश हैन। मेरो किन मतलब कन्टिन्यू यत्रो वर्ष 2 वर्ष जति हिन्दीमा ब्लग कन्टिन्यू गरेर होला फेरि बोल्न मलाई हिन्दी नै आइहाल्छ। सो ऱ्यापिडोको वेट गर्दैछु हो क्याबको। सो हामी 5 जना मिलेर चाहिँ जाँदैछौँ ऋषिकेश। त्यही भएर चाहिँ हामी स्टाफ जाँदैछु भनेर रमाइलो गर्नलाई ब्लग पनि बनाएको। हाम्रो एकजना चाहिँ यता छ, अरू चाहिँ आउँदैछ। सो हाम्रो भाइ पनि आसामबाटै हो, ठिक छ। नमस्ते आसाम। नमस्ते आसाम। जो आयो खम यस। सो हामी चाहिँ जाँदैछौँ ऋषिकेश। म त 3 चोटि यो लगाएर 3 चोटि हुन्छ। सो ब्लास्टफुल देहरादुन आउन पाएँ, देहरादुन आएर पनि म ऋषिकेश जान पाउँदैछु। त्यो मेरो लागि धेरै खुसीको कुरा। पानी पनि पर्दैछ, अलिअलि सिम पानी पर्दैछ, केही छैन। फेरि पनि हामी यसो किनकि भोलि भाइ अन्त हाम्रो सिनियर म्यानेजर सर उहाँहरू जाँदै हुन्छ भोलि चाहिँ गुवाहाटी, फेरि रिटर्न जाँदै हुन्छ भोलि होइन पर्सि जाँदै हुन्छ। सो त्यही भएर चाहिँ हामी आजकै प्लान गरेको। अनसडन हाम्रो चाहिँ सडन प्लान हुन्छ, कहिले पनि हामी प्रि प्लान हाम्रो सक्सेसै हुँदैन। मेरो झन् स्पेसली मेरो झन् कहिले सक्सेस हुँदैन। त्यही भएर नै हामी यस्तो सडन प्लानमा निस्किनु पर्ने हुन्छ। त्यसको लागि चाहिँ लाइक कतिले सोच्छ होला होइन, कतिले सोच्छ होला कि कस्तो सडन लाइक झट्कामा निस्केर हिँड्छ भनेर। त्यस्तै हुन्छ, हाम्रो झट्कै भइहाल्छ। के अरे प्लान गरेर बस्यो भने केही पनि सक्सेस हुँदैन। सो मैले अस्ति बनाएको भ्लग नै अपलोड गर्न पाएको छैन, त्यो पनि म भोलि त अपलोड गर्छु यता होइन। ड्युटी गएर वाइफाईमा बसेरै डाटा वेस्ट नगरौँ होला होइन। सो अब हामी निस्किन्छ, क्याबको वेट गरिरहेको छ। बस पानी अलिअलि परेकोले चाहिँ त्यही हो, पानी चाहिँ सिमसिमे पानी भने जस्तो भइरहेछ। सो क्याब आइपुग्न आँटिसक्यो हाम्रो। क्याब आइपुगेपछि चाहिँ चट्ट गइहाल्नुपर्छ हामी। घर तो है बहुत दूर, यहाँ से 2222 किलोमिटर। सो हाम्रो चाहिँ क्याब आइसक्यो होइन। सो हामी चाहिँ अब निस्किँदैछौँ ऋषिकेशतिर। सो कोई आसाम से जुड़ा हुआ है, कोई भूटान से जुड़ा हुआ है, कोई कलकत्ता से जुड़ा है, बंगाल से। नमस्ते। ऋषिकेश जा रहा है घूमने के लिए, ठीक है। सो यहाँबाट चाहिँ लगभग 45 एप्रोक्स 45 किलोमिटर छ। सो त्यही फाइनली हामी फेरि पनि जानकी सेतु आइपुग्यो होइन। सो लाइक 30 मिनट्स एप्रोक्स 40 मिनट्स एप्रोक्स भनौँ। सो त्यतिमा हामी फेरि मतलब लाइक आज चाहिँ क्याबमा आएकाले होला छिटो भयो, नभए अरू बेला त हामीलाई गाडीमा स्कुटीमा आउँदा जहिले पनि लाइक 2.5 आवर्स लाग्यो। यता सबैतिर भ्लग भइरहेछ आज। यति रमाइलो लाग्दैछ होइन, सबैजना स्टाफहरू सबैजना मिलेर आएकाले। सो सरहरू चाहिँ भोलि होइन फर्किँदै हुन्छ, भोलि न पर्सितिर फर्किँदै हुन्छ। सो सरहरूको चाहिँ सबैजनाको फर्स्ट एक्सपिरियन्स है। मेरो चाहिँ म यो लगाएर 3 चोटि भइसक्यो ऋषिकेश आएको। ब्लेसफुल फिल गर्छु म आफूलाई 3 चोटि आएकोमा। सो जानकी सेतु यही हो। तपाईँहरूलाई चाहिँ एउटा चिज देखाउन मन लाग्यो होइन। सो यहाँ हेर्नुहोस् है ल, यो देख्दै हुन्छ नि, यो सबैजना मान्छे सुतेको हो कि यो होइन, सबैजना मान्छे सुतेको। क्लियर त्यति भएको छैन किनकि अलिक फगी भएकोले। त्यो चाहिँ लाइक यहाँ बस्ने साधुहरू होइन, साधु सन्यासीहरू सुत्नुभएको, अनि कति घुम्न आउने मान्छेहरू सुत्नुभएको क्या त्यहाँ। लाइक यस्तो पिसफुल छ ऋषिकेश होइन, यस्तो आनन्दको छ ऋषिकेश। त्यो त पुरै छोडिदिनु ऋषिकेश कति आनन्दको छ भन्ने कुरा। र यहाँ बस्ने ठाउँ पनि छ, आश्रममा बस्ने ठाउँ पनि छ ऋषिकेशमा। मैले सुनेअनुसार, मैले देखेअनुसार पनि आश्रम पनि छ यहाँ बस्नलाई। र पनि मान्छेहरू बाहिर पनि बस्नुहुन्छ होइन। मतलब त्यसमा चिन्ता गर्नुपर्ने, डराउनु पर्ने त्यस्तो खालको केही कुरा छैन कि। त्यति साह्रो आनन्दको ऋषिकेश छ क्या। ऋषिकेश भन्ने बित्तिकै यति आनन्दको ठाउँ छ नि, त्यो कुरै छोडिदिनु ऋषिकेश कति आनन्दको छ भन्ने कुरा। ऋषिकेश आइसकेपछि मात्रै थाहा हुन्छ कि ऋषिकेश कति आनन्दको रहेछ भन्ने कुरा। हामी चाहिँ टक्क लाएर ऋषिकेशतिर डुल्दैछ होइन। सेपहरूलाई वासरुम आयो अरे, म वासरुमतिर लिएर जाँदैछु होइन। हामी ट्याक्क यहाँको ब्रिजमा छ, सेपहरू पछाडि आउँदै हुन्छ हेर्दै। यहाँ हेर्नु, यहाँ भक्तजनहरू सुत्नुभएको होइन। यहीँ पनि लाइक साधुहरू बस्नुहुनेहरू सबैजना यहीँ सुत्नुहुन्छ क्या। यसरी नै पिसफुल छ, आनन्दको छ ठाउँ। टक्क हावा लाग्छ, मिठो हावा आउँछ होइन। त्यही भएर नि यसरी नै बस्नुहुन्छ क्या यहाँ चाहिँ। यस्तो छ, यति आनन्द छ ऋषिकेश। कुनै दिन ऋषिकेश आउनु होला होइन। अनि ऋषिकेश आइसकेकोहरूलाई त अब के भन्नु ऋषिकेश कति आनन्द छ भन्ने कुरा।
तर पनि जति पनि नयाँ आउनुहुनेछ यस यताको ब्रिज होइन झोला ब्रिज त भन्न मिल्दैन। हामी चाहिँ यति बेला दुईजना चाहिँ सेपहरू चाहिँ त वासरुम गर्न जानुभएछ। हामी चाहिँ यति बेला टक्क यहाँको पब्लिक टोइलेटहरू चाहिँ के गर्दो रहेछ भन्दाखेरि राति चाहिँ बन्द गरेर राखिँदो रहेछ किनकि को बस्ने भनेर होइन। सो हामी चाहिँ रामझोलामा टक्क एकछिन हावा खाँदै गङ्गाको तल गङ्गा बगिराख्नु भएको छ होइन सर गरेर। सो मिनल भाइ र म चाहिँ टक्क एकछिन रामझोलामा बसेर 1-2 थप्पा पानी पनि छिट्याउँदैछ। कस्तो आनन्दको लागिरहेको छ तर निन्द्रा पनि झपझप निन्द्रा लाग्छ। मलाई थाहा छ निन्द्रा कस्तो तगडा लाग्छ ऋषिकेश आउने बित्तिकै भनेर। सो यस्तो क्यामेराले फुटेज त्यति राम्रो क्लियर गर्छ न तर माथि पाहाडमा पनि झकमक्क लाइट जलेछ। आनन्दको यहाँ पनि मान्छेहरू बसिराख्नु भएको छ होइन। कति यहाँ एकजना पुलिस हुनुहुन्थ्यो ऊ पनि कति हेल्पफुल कति स्विट बोल्ने क्या कति खुसी लाग्यो। त्यस्तो टाइपको मान्छेहरू चाहिँ धेरै नै लाइक हुन्छ नि मनमा भन्नाले मनमा बस्न सक्ने मान्छेहरू भन्छ क्या त्यस्तोलाई चाहिँ लाइक स्विट इनोसेन्ट होइन कति राम्रो लाग्छ त्यसरी राम्रो व्यवहार राम्रो बिहेभ गर्दाखेरि। सो हामी चाहिँ टक्कै यहाँबाट चाहिँ लाइटहरू सबै कनेक्सनहरू यहाँबाट दिएको रहेछ यो जति पनि उसमा रामझोलामा जति पनि लाइटहरू जलिरहेको छ सबै। अनि उहाँको चाहिँ जानकी झोलाको जानकी सेतुको चाहिँ त्यो लाइटहरू सबै बन्द गरेर राखेको रहेछ क्या अहिले। त्यति राम्रो मतलब राम्रो त अभियसली राम्रै छ राम्रै देखिन्छ लाइट जलेर तर पनि त्यति साह्रो चाहिँ जस्तो पहिले हामी आउँदाखेरि जस्तो देख्थ्यो त्यस्तो चाहिँ देखेको छैन क्या। त्यो चाहिँ लाइट बन्द गरेर अहिले हामी यता एकछिन यता बस्ने होइन हेरौँ कति के कस्तो हुन्छ तपाईँहरूलाई म क्याप्चर गर्दै गर्छु अपडेट दिँदै गर्छु होइन। र यता र भएर पनि म सेपहरूलाई उतापट्टि लगेर त्यहाँ पनि त्यो रुखहरू पनि हामी म जहाँ फोटोहरू पहिलोचोटि आउँदाखेरि फोटोहरू खिचेर त्यता पनि लगेर बस्ने तर त्यता भन्दा यता चाहिँ झन् मजाको लाग्छ क्या आनन्दको लाग्छ। सो हामी यतैपट्टि जान्छ अहिले चाहिँ एकछिन सेपहरूलाई पर्खेको त्यस्तो छ आनन्दको छ ऋषिकेश। धेरैचोटि मैले यो वर्डलाई रिपिट गरेको छु साँच्चै नै आनन्दको छ ऋषिकेश। जीवन भरि जानु छ पहाडमा कुहिरोको बाटो तिमीलाई साथ लिएर अलराइट गुड मर्निङ सबैजनालाई। सो मर्निङको भ्यू चाहिँ यस्तो छ टक्क उज्यालो भइसक्यो 5 भइसक्यो। सुता यता हुँदैछ म यहाँ सुतिरहेको थियो हाम्रो सर नयरी पनि त्यहाँ सुतिराख्नु भएको छ केटाहरू यता छ हल्का फुल्का एक्सर्साइज पनि हानेको हामीहरूले यसो अलिक बडी वार्मअप गर्नुलाई। इम्पोर्टेन्ट फ्याक्टर लाइफमा त्यो फ्याक्टरलाई चाहिँ सधैँ फलो गर्नुपर्छ जस्तो लाग्छ मलाई सबैजनाले अलिक ख्याल दिइरहनुलाई। सो अब चाहिँ यसो डुब्की सुब्की लाएर होइन डुब्की लाएर अब बिहानखेरि एक्सर्साइज गर्ने मेडिटेसन गर्नेहरू नहुने गर्ने त मान्छेहरूको त कुइन्चो लाग्छ। जय भोले हर हर महादेव ओम नमः पार्वती पति हर हर महादेव महादेव महादेव। जय श्री महाकाल श्वसन का मुक्का जागो बाबा नीलकंठो जागो जागो बाबा जागो। जानु छ पहाडमा कुहिरोको बाटो ए बाबु मशा जानु छ पहाडमा कुहिरोको बाटो तिमीलाई साथ लिएर लौ जान्छु पहाडमा। ओके सो अलरेडी गाइस नुहाइदा हानिसकेर होइन अब चाहिँ टक्क लाएर गइन्छ रुमतिर अनि त्यसपछि एकछिन सुतेर ड्युटी जानुपर्ने हुन्छ। सो सबैजना अब नआउन मान्छे भिड हुन थालिसक्यो यता पनि मान्छे हुन थालिसक्यो। टक्क यहाँ चाहिँ फोटोसुटहरू चल्दैछ एक दुईवटा यसो
मेमोरी क्याप्चर हुँदैछ भ्यू चाहिँ टक्क कस्तो दामी देखिरहेछ सो गङ्गामा आज फेरि डुब्की लगाइयो जेनस रमाइलो लाग्छ मजा लाग्छ यस्तो दामी लाग्छ नि गङ्गामा नुहाउनु त्यो छुट्टै छ उहाँ माथि बाँदर हिँडिरहेछ टक्क भएर क्या दामी त्यसको चाहिँ लाइफ खतरा एडभेन्चर हो नि त्यो फेरि यस्तो लाइफ त कहाँ पाउँछ सबैले खत्रै छ नि सर र यही हो अब हामी निस्किन्छ टक्क कपडाहरू हालेर प्याक गरेर होइन कपाल चाहिँ चिसो भएर अलिक बाँध्न मिलेन कस्तो कपाल बानीहरूको झट्ट दुख्यो यस्तो क्राउड हुन्छ क्या यस्तो क्राउड हुन्छ यहाँ यस्तो हुन्छ क्राउड त यस्तो हुनु थाल्छ क्या बिहान भएपछि भयङ्कर खालको क्राउड हुन थाल्छ क्राउडको त कुरै छोडिदिउँ होइन यो के हो जामुन हो के हो जामुन जस्तो लाग्यो त सीताघाट जानु छ पहाडमा कुहिरोको बाटो ए बाबु मशा जानु छ पहाडमा कुहिरोको बाटो तिमीलाई साथ लिएर हामीले पूजासुजा गरेको है नुहाइसकेर टक्क लाएर हेर छालले बगाएर र पनि बलिरहेको छ कस्तो मजाले टक्क यतापट्टि चाहिँ छाल कस्तो तेज आएको छ हेर आमा खतरा छाल आएको छ नि ल मेरो त पल्टेछ त्यस्तै हो छालहरू बाटोमा त्यही नै मनको शान्ति होइन बल्ने कुरो त्यो चढाउने कुरो हामीले चलाइसक्यो छालले कहाँ बग्न दिन्छ यस्तो तेज पानी छ अन्त सो त्यही हो अब हामी निस्किन्छ उतापट्टि त कस्तो स्मुथ थियो अघि पानी अहिले चाहिँ सायद पानी पनि खोइ बढ्दैछ जस्तो पनि लाग्दैछ सायद माथि पानी पर्छ पनि होला छालहरू पनि पुरा तेज भइरहेछ जनको भिडहरू हेर्नु ऋषिकेश घुम्न आउनु हुनेहरूको के विधि मान्छेको भिड हुन्छ यस्तो भिड हुन्छ कि पुरै छोड्दिउँ राति त मान्छे हुन्छ होइन के अरे दिउँसो त भिड हुन्छ होइन राति पनि त्यस्तै मान्छेहरू भइरहेको हुन्छ क्या पानी अहिले ठ्याक्क बढेर घटेको रहेछ यहाँ हेरेर थाहा पाइहाल्छ सबै त्यो बलुवाहरू चाहिँ अहिले चाहिँ निस्किसकेको छ अन्त देखिन थालेको रहेछ त्यो भगवान् चाहिँ हामी पर बसेको थियो अहिले चाहिँ हामी टक्क फर्किँदैछ यतापट्टि चाहिँ पानी त्यो डाउन हिल भएकोले होला पानीको चाहिँ स्पिड धेरै छ क्या यतापट्टि चाहिँ हामी बसेकोतिर चाहिँ अब त्यो प्लेन भएकोले होला स्पिड पनि त्यति थिएन एउटा फ्लोमा पानी थियो राम्रो लाग्यो यतापट्टि चाहिँ पुरा छाल चाहिँ धेरै स्पिड छ क्या हावा सरर 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 उड्दैछ यो बादल लुकी छुपी गर्दैछ